हेर्नुहोस् साथीहरू, हाम्रो यो छ, यो हालत छ। हेर्नुहोस्, हामीले यो टिक्यो भनेको अलग दिन्छन्। हेर्नुहोस्, यस्तरी दिन्छ कि हाम्रो मन्दिरमा। हेर्नुहोस्, यो छ, अरू सबलाई हेर्नुहोस् यस्तरी लगाइदिन्छन्। हेर्नु, यस्तो छ हाम्रो हालतमा यो मन्दिरको हालत। यो हाम्रो सानो जात भनेर यस्तरी कि हामीले हेप्ने हो यस्तरी। यहाँ हेर्नुहोस्, यो हो कि यो हालत। हेर्नु, यस्तो छ क्या हालत। यो आफू आफूमा यस्तो छ। हेर्नु चाहिँ यस्तो गर्नुहुन्छ कि भेदभाव हो। यही हो हाम्रो नेपाली समाज चाहिँ आजसम्म है अगाडि नबढेको यही नै हो है। आजसम्म हाम्रो नेपाली समाज चाहिँ नि, हाम्रो नेपाली जात चाहिँ जुन चाहिँ छ नि, अरू जातभन्दा नि 400-500 वर्ष पछाडि छोडिएको छ। कारण चाहिँ यही नै हो है। किनभनेदेखि चाहिँ हामी एकअर्कामा लडिरहेको छौँ नि त है। जुन चाहिँ अब ठुल्ठुलो म त ठुलो जातको भन्नेहरू छ नि, त्योहरूले चाहिँ, जसले चाहिँ त्यस्तो मेन्टालिटी राखेको छ नि, त्योहरूले चाहिँ त्यो सानो कामी दमाई भन्नुहुन्छ जुन चाहिँ है दलित जात भन्नुहुन्छ, उहाँहरूलाई तँ त यस्तो तँ उस्तो तँ त्यस्तो डोमिनेट गर्नुमा है उनीहरू बिजी छ है। र जुन चाहिँ दलित भन्नुहुन्छ तपाईँहरू, उहाँहरू चाहिँ के छ, म पनि मान्छे हो एउटा है, मलाई पनि मान्छेमा हिस्सा देऊ, म पनि यस्तो हो त्यस्तो। उनीहरू एउटा क्या मान्छे हुनु, मान्छे हो म पनि मान्छे हो भनेर उनीहरू एउटा आफ्नो हक आफ्नो हिस्सा खोजिराखेको छ है। र त्यो ठुलो जात बनाउनेले उनीहरूलाई त्यो दिँदैन र उनीहरू दुईजना बिचमा यसरी लडिरहेको छ होइन। लडिराख्दा राख्दै त्यसको मौकाको फाइदा अरूले उठाएर 400-500 वर्ष पछाडि गइसके, उनीहरू अगाडि गइसके, उनीहरू हामीलाई छोडेर है। र जबसम्म यस्तो मेन्टालिटी, जबसम्म योहरू चलिबस्छ नि, तबसम्म हाम्रो नेपाली केही हुँदैन। हामी जस्ट अर्काको कपी गर्ने हो, बस्ने हो, अर्काले जे गर्छ त्यो गर्ने हो। राम्रो कुरा फेरि पटक्कै नसिक्ने हो है। अब हाम्रो नेपालीहरूको है अब बिहा कतातिर होइन, बेहुलाहरूले है, जन्तीहरूले होइन, हिजोआज अब दौरा सुरुवालहरू बिर्स्यो। हाम्रो नेपालीको त दौरा सुरुवाल हो नि त मेन पोसाक भनेको चाहिँ होइन। तर पनि बिर्स्यो अहिले त। म बिहातिर क्या बेहुलादेखि जन्ती सबैले टाई सुट कोट प्यान्ट टक्कै लाउँछ। तर मेन्टालिटी भनेको चाहिँ त्यो सबै घिनलाग्दोहरू छ है। टाई सुट बेल्टहरू त कसको हो, विदेशी हो नि त है। विदेशी सिक न त सबै कुराहरू। विदेशले त जात भात छुट्याउँदैन त। अनि हाम्रो चाहिँ किन अरू कुरा चाहिँ राम्रो त्यस्तो कुराहरू चाहिँ सिक्नु, जुन चाहिँ चाहिने राम्रो कुरा हो त्यो चाहिँ नसिक्नु होइन। बुद्धि अलिकति लगाउनु पऱ्यो नि हौ, बुद्धि लगाउनु पर्छ क्या हौ होइन। अहिले यस्तो मारुनी डान्सहरू राम्रो राम्रो नाचहरू नाच्नु छोड्यो, खालि चाक हल्लाउने कुकुर डान्सहरू गर्नु थालिसक्यो। तर मेन्टालिटी भनेको चाहिँ त्यही नै छ अझै पनि है, जात छुट्याउने नै छ अझै पनि है। यस्तो जबसम्म देशमा रहन्छ, जबसम्म हाम्रो नेपाली समाजमा यो कुराहरू रहन्छ नि, तबसम्म हाम्रो नेपाली समाजले है केही पनि गर्छु भनेर नसोच्नुहोस् तपाईँहरू। सबैभन्दा अगाडि चाहिँ पहिले मान्छे हुँ, सबै हामी नेपाली एउटै मान्छे भएर एकसाथ हुनुपर्छ कि देश राज्य है बनिनु कति बेर पनि लाग्दैन है। यो कुरा चाहिँ लेखेर राख्नुहोस् तपाईँहरू। जबसम्म हामी नेपाली यो जात भात यो सबैमा हामी उल्झी बस्छौँ नि, हामीले केही गर्नु सक्दैनौँ हौ, केही गर्नु सक्दैनौँ। म यति ग्यारेन्टी लेखेर दिन्छु। तपाईँहरूलाई के कस्तो लाग्छ, सत्य लाग्यो भनेदेखि भिडियो लाइक गर्नु होला, हो जस्तो हो भन्ने जस्तो लाग्यो भने कमेन्ट पनि गर्नु होला तपाईँको मनमा लागेको कुरा है। र एकदम भिडियो सेयर गर्नु चाहिँ नभुल्नु होला है। र मन पऱ्यो भने फलो पनि गरिराख्नु।